गर्मीयाममा बाहिर आगो चाहिँ तातो हुन्छ, तर एसी चलाउँदा कोठाभित्र हिमाल चाहिँ चिसो हुन्छ। यसको रहस्य हजुरहरूलाई थाहा छ? आज हामी यसकै रहस्य खोल्दैछौँ निकै नै सरल तरिकाले। नमस्कार सबैजनालाई। हामीलाई गर्मी भएपछि हामी फ्यान चलाउँछौँ, तर गर्मीयाममा फ्यानको पनि तातो हावा आउने गर्छ अनि हामी सोच्छौँ ओहो एसी राख्नु पर्नेछ भनेर। तर के एसी जादु हो त? कि एसीले हावालाई चिसो बनाउँछ कि एसीले चिसो पानी छर्किन्छ त? आउनुहोस् बुझौँ विस्तृत र एकदमै सरल तरिकाले। एसीले कहिले चिसो बनाउँदैन है। एसीले भित्र भएको तातोलाई फ्याँक्ने काम गर्छ। म फेरि दोहोऱ्याउँछु, एसीले कहिल्यै भित्र चिसो बनाउने काम गर्ने होइन। एसीले भित्र भएको तातोलाई बाहिर फ्याँक्ने काम गर्छ। अब एसीका विभिन्न भागहरू हुन्छन्, ती भागहरू बुझ्ने प्रयास गरौँ। सबैभन्दा मुख्य भाग हो कम्प्रेसर। कम्प्रेसर चाहिँ एसीको हार्ट, मुटुने भन्दा पनि हुन्छ है। यसले चाहिँ रेफ्रिजरेन्ट अथवा एसीको ग्यासलाई कम्प्रेस गर्ने काम गर्छ। एसीको अर्को महत्त्वपूर्ण भाग भनेको कन्डेन्सर हो। यो हाम्रो कोठाको बाहिर बस्ने भाग हो। यसले चाहिँ तातोलाई बाहिर फाल्ने काम गर्छ। त्यसपछि आउँछ अर्को महत्त्वपूर्ण भाग एक्सपान्सन भल्भ। यसमा चाहिँ ग्यास अचानक फुल्ने काम गर्छ, एक्सपान्ड हुने काम गर्छ अनि सँगसँगै यो चिसो पनि भएर जान्छ। अर्को महत्त्वपूर्ण भाग इभापोरेटर। यसले चाहिँ तपाईँ हाम्रो कोठाको भित्रको तातो हावालाई अथवा तापलाई सोच्ने काम गर्छ फ्यानको माध्यमबाट। यी चारवटा भागहरू मिलेर एसीले आफ्नो साइकल पुरा गर्ने काम गर्छ, एउटा चक्र बनाउँछ। यसलाई सरल तरिकाले फेरि एकचोटि बुझौँ। कम्प्रेसरले सुरुमा एसीको ग्यासलाई कम्प्रेस गर्छ र तातो बनाउँछ। त्यो तातो ग्यास कन्डेन्सरमा जान्छ अनि हिट बाहिर फाल्छ। त्यस पछाडि एक्सपान्सन भल्भमा जाँदा फेरि चिसो हुन्छ अनि अन्तिममा इभापोरेटरमा फेरि कोठाको तातो सोच्ने काम गर्छ र फेरि कम्प्रेसरमा जान्छ र यसरी नै आफ्नो चक्र पुरा गर्छ। त्यसैले साथीहरू, हामीले के बुझ्न जरुरी छ भने एसीले भित्र चिसो बनाउने भन्दा पनि एसीको मुख्य काम चाहिँ भित्र भएको तातोलाई बाहिर फाल्ने काम गर्छ। हस् त, हजुरलाई मेरो भिडियो मन परे लाइक अथवा सेयर गरिदिनु होला। धन्यवाद। नमस्कार।